नमस्ते गाइज। आज म नेपालमा नयाँ बिजनेस खोल्ने भनेर आइडियामा आएको छु। अनि यहाँ चाहिँ हाम्रो घर देख्न सक्नुहुन्छ। यही चाहिँ हामीले स्टुडियो बनाउने भनेर विचारमा गरेको थियौँ। अनि हाम्रो काम पनि सुरु भइसकेको छ। लगभग यो एरिया फोडफाड गर्नुपर्ने भन्ने छ। अनि यो अलिकति मेहनत गर्नुपर्ने हुन्छ। पुरै खिया लागिसकेको छ टिनहरुमा, कता कता के। अनि यो भर्खर क्लिनिङ गर्दैछौँ। त्यसपछि यो बालुवा पनि झरिसकेको छ हाम्रो लगभग 80%। केही नै बवालै हुनेछ अब। र हाम्रो बालु झारेर पनि सिद्धियो। अनि जस्ट फेरि ट्याक्क इट्टा पनि आइदियो क्या ट्याक्क टाइममा। अनि इट्टालाई पनि लगभग कभरअप गरेर झार्न आँटिसकिसक्यो। अनि आजको भ्लग त यस्तै हो गाइस, के भन्नु। नेक्स्ट डे भोलि